नमस्कार साथीहरु, सी री एक्जाम को रिटोटलिङ को नतिजा प्रकाशित भइसकेको छ। रिजल्ट हेर्नको लागि हजुरले आफ्नो मोबाइलमा गुगल या क्रोम ब्राउजर ओपन गर्नु होला। जस्तै म क्रोम ब्राउजर ओपन गरेर बताइरहेको छु। क्रोम ब्राउजर ओपन भइसकेपछि सर्चमा टाइप गर्नु होला www.see.gov.np यति लेखिसकेपछि सर्च गर्नु होला। त्यसपछि यस्तो इन्टरफेस आउँछ। यसलाई अलि माथि गर्नु होला, स्क्रोल गर्नु होला अनि यहाँ लेखेको छ सी 2081 सप्लिमेन्ट्री रिटोटल रिजल्ट। यसमा हजुरले क्लिक गर्नु होला। अब फेरि यस्तो आउँछ। यहाँ लेखेको छ CSUPP अनि 2081 रिटोटल रिजल्ट फर्स्ट लट 2081 730। यसमा हजुरले क्लिक गर्नु होला। त्यसपछि डाउनलोडमा क्लिक गर्नु होला। त्यसपछि ड्राइभ पीडीएफ भ्युअरमा क्लिक गर्नु होला। अब हजुरको रिजल्ट यसरी हेराइदिन्छ। फर्स्ट लटको आएछ रिजल्ट। यसमा हजुरले आफ्नो रोल नम्बर र अल्फाबेट हेर्नु होला अनि यहाँ रिजल्टमा हेर्नु होला चेन्ज भएछ कि भए छैन। चेन्ज भएको होला भने रिजल्टमा र चेन्ज लेखेको हुन्छ, चेन्ज भएको हुँदैन भने नट चेन्ज लेखेको हुन्छ। यसरी हजुरले आफ्नो हेर्नु होला। अनि मेरो भिडियो मन पर्छ भने लाइक, सब्स्क्राइब, कमेन्ट अनि शेयर गरिदिनु होला। यस्तै भिडियोको जानकारीको लागि धन्यवाद।